हेलो नमस्ते साथीहरू। यो नेपालो च्यानलको तेस्रो एपिसोडमा फेरि पनि तपाईँलाई एकदमै स्वागत छ। म रियाज। म अनुप। आज यो नेपालो भन्ने च्यानलमा हामी तेस्रो टपिक एकदमै इम्पोर्टेन्ट टपिक ल्याएर आएको छौँ र यो टपिक चाहिँ अहिले यो नेपालमा बढिरहेको एक्सिडेन्टहरूको बारेमा हो। यहाँ नेपालमा यति धेरै एक्सिडेन्टहरू किन भइरहेका छन्, कसरी भइरहेको छ, यसको कारण के हो, यसलाई हामी कसरी रोक्न सक्छौँ, यसमा गल्ती कसको बढी हुन्छ भन्ने कुरा पनि हामी यसमा छलफल गर्न गएका छौँ। र म आज पनि हाम्रो अनुप सरलाई फेरि पनि स्वागत छ हाम्रो कार्यक्रममा। थ्याङ्क यू। र अनुप सरले चाहिँ आज हामीलाई एक्सिडेन्ट भन्ने कुरा कस्तो हो, यो कसरी हुन्छ, यसलाई योबाट प्रिभेन्ट कसरी हुने भन्ने कुराहरूको बारेमा बताउनु हुँदैछ। ल सर, टपिकमै जाऊँ न त सुरुमै, होइन? ओके। एक्सिडेन्ट चाहिँ कसरी हुन्छ, यसको कज, मेन कज चाहिँ के हो एक्सिडेन्टको? एक्सिडेन्ट भनेको अब दुर्घटना भन्छ होइन। दुर्घटना भनेको चाहिँ नराम्रो घटना हो होइन। दुर्घटना भन्नाले कसैले चाहेर गर्छु गर्दिनँ भनेर भन्ने कुरा होइन, यो अचानक हुने कुरा हो होइन। तर अब नेपालको केसमा चाहिँ एक्सिडेन्ट भन्ने कुराहरू कस्तो छ भन्दाखेरि यो चाहिँ नेग्लिजेन्स बढी देखिन्छ क्या। अब नेपालमा चाहिँ एक्सिडेन्ट एकदमै धेरै भइरहेको छ होइन। रोड एक्सिडेन्ट हो मेजर होइन, त्यसपछि एयर क्रास पनि भइरहेको छ, प्लेनको पनि क्रासहरू भइरहेको हुन्छ। मेनली चाहिँ नेपालमा चाहिँ जति पनि एक्सिडेन्ट हुन्छ होइन, त्यसमा अराउन्ड 70% एक्सिडेन्टहरू चाहिँ बाइक एक्सिडेन्टको छ होइन, टु व्हिलरको एक्सिडेन्ट छ। अनि नेपालमा एउटा डेटालाई हेर्ने हो भनेदेखि होइन, टोटल एक्सिडेन्ट जति पनि छ त्यो टोटल एक्सिडेन्टबाट ओभरअल नेपालभरिको चाहिँ सबै हेर्ने हो भने दिनमा 7 जनाले चाहिँ ज्यान गुमाइरहेछन् कि, त्यति धेरै एक्सिडेन्ट हुन्छ हाम्रो देशमा होइन। अब नेपालमा चाहिँ मेन एक्सिडेन्ट हुनुको कारण भनेको एउटै मात्र कारण छैन। सबभन्दा मेन कारण भनेको चाहिँ नेग्लिजेन्स नै हो, लापरवाही नै हो होइन। अनि दोस्रो कारण आउँछ हाम्रो देशको चाहिँ जियोग्राफिकल कन्डिसन। किनभने हाम्रो देश डाँडा काँडा, हिमाल पहाड, तराई छ होइन। यसले गर्दाखेरि हाम्रो बाटोहरू चाहिँ अप्ठ्यारो ठाउँमा छ, त्यसले गर्दाखेरि त्यो एउटा कारण हो। अर्को कारण भनेको चाहिँ मेकानिकल फेलरहरू होइन। मेकानिकल फेलर भन्नाले अब गाडीको पार्ट पुर्जाले कहिलेकाहीँ राम्रोसँगले काम गर्दैन। मेसिनरी चिज हो, मेसिनरी चिजमा हामी टोटल फुल्ली 100% रिलाय हुन सक्दैनौँ होइन। त्यसलाई कन्ट्रोल गर्ने मान्छे हुन्छ, त्यो कन्ट्रोल गर्ने मान्छेले राम्रोसँगले कन्ट्रोल गर्दैन भनेदेखि त्यहाँ, अनि त्यसपछि हाम्रो चाहिँ चेक जाँच गर्नुपर्ने हुन्छ, रेगुलर सर्भिसिङको कुराहरू आउँछ होइन। हामी त कतिसम्म सुनेको छौँ भन्दाखेरि जस्तो लास्ट टाइम सौर्य एयरलाइन्सको प्लेन क्रास भएको थियो नि होइन एयरपोर्टमा, त्यति बेला चाहिँ बाहिरको जति पनि के हो एक्ज्याक्ट भन्ने कुरा त सबै बाहिर डिस्क्लोज भएन होइन। तर हामीले चाहिँ यताउति कतैबाट सुन्दाखेरि चाहिँ प्लेनको जुन लगेज कम्पार्टमेन्ट छ नि, लगेज कम्पार्टमेन्टमा चाहिँ राखेको सामानलाई चाहिँ राम्रोसँगले चाहिँ नबाँधेको कारणले गर्दाखेरि चाहिँ प्लेन चाहिँ यतापट्टि टिल्ट भएर अनि त्यसपछि क्रास भएको भनेपछि यो भनेको त नेग्लिजेन्सको अप्टिमम लिमिट हो क्या होइन। यति हदसम्मको नेग्लिजेन्स त कसैले पनि गर्नै सक्दैन भन्ने कारण हो भनेपछि यो एउटा ह्युमन नेग्लिजेन्सको कुरा भयो होइन। त्यसपछि आएर अर्को कुरा भनेको बाटो कन्डिसन मैले भनिहालेँ होइन। त्यसपछि मेकानिकल फेलरको कुरा भइहाल्यो। अनि त्यसपछि पेडिस्ट्रियनको कारणले पनि हुन्छ होइन, बाटोमा हिँड्ने पैदल यात्रीको कारणले गर्दाखेरि पनि एक्सिडेन्ट हुन्छ। अब यसमा सबै पार्टमा एकचोटि डिटेलमा फेरि कुरा गरौँला होइन। र अर्को मेजर कारण भनेको चाहिँ प्रपर ट्राफिक नियमहरू नभएको, पालना नगरेर होइन। ट्राफिक नियमहरू कतिपय ठाउँमा ट्राफिकै छैन होइन, अनि कतिपय ठाउँमा नियमहरू हुँदाहुँदै पनि पालना नगरेको अवस्था छ। त्यसले गर्दाखेरि चाहिँ एक्सिडेन्टहरू एकदमै धेरै हुने चाहिँ नेपालमा कारण त्यो हो। अनि सर, अहिले नेग्लिजेन्स भन्नुभयो होइन, एक्सिडेन्टमा ड्राइभरको नेग्लिजेन्सको चाहिँ कस्तो रोल हुन्छ लाइक एक्सिडेन्ट हुँदाखेरि? अब नेपालको केसमा कुरा गर्दाखेरि चाहिँ ड्राइभरको पार्ट भनेको एकदमै एसेन्सियल पार्ट हुन्छ क्या होइन। ड्राइभर कुनै पनि गाडीमा ड्राइभरले चाहिँ एकदम विश्वासका साथ चाहिँ गाडी चलाउनु पर्ने हुन्छ होइन, गाडी ड्राइभ गर्नुपर्ने हुन्छ। किन भन्दाखेरि ऊ एउटा ज्यानले चाहिँ होइन, त्यसमा गाडीमा अब कतिजना बसेको छ, 15-20 जना, 40-50 जना, कतिजना उसले बोकेको छ, त्यो सबैको जिन्दगी उसको हातमा जिम्मा दिएर चाहिँ हामीले उसलाई फुल्ली विश्वास गरेर चढेको हो नि त हामी भनेको। उसले नेग्लिजेन्स गर्दाखेरि कतिवटा परिवारको घर चाहिँ उजाडिन सक्छ त होइन। कतिवटा मान्छेलाई चाहिँ त्यसले चाहिँ कस्तो खालको नराम्रो नकारात्मक असर पर्न सक्छ त भन्ने कुरा, यो कुरा विचार गर्नुपर्छ होइन। अब ड्राइभरको ह्युमन इरर भनौँ न यसलाई होइन, ड्राइभरको भन्दा पनि होइन, ह्युमन इरर चाहिँ कस्तो खालको हो भन्दाखेरि जस्तो सिन्सियर नभइदिने कि होइन। अनि त्यसपछि ग्रिडी, अर्को एउटा त सेन्सिबल छैनन् होइन। उनीहरूलाई चाहिँ मैले मेरो काम के गरिरहेको छु, मैले
यत्रो मान्छे मैले बोकिरहेको छु, मैले चाहिँ लापरवाही गर्नुहुन्न है भन्ने खालको एउटा चेतनाको कमी छ होइन। अनि अर्को चाहिँ ग्रिडी कुन टर्ममा भन्दाखेरि जस्तो मैले गाडीमा चाहिँ जति धेरै मान्छे हाल्न सकेँ होइन, अनि मलाई चाहिँ त्यतै धेरै पैसा आउँछ भन्ने मात्र त्यो एउटा लोभ मात्र छ क्या। त्यो लोभले चाहिँ कतिजनाको मान्छेको चाहिँ जिन्दगीमा असर गरेर हुन्छ भन्ने कुरा त्यो उसले चाहिँ त्यो अनुमान गरेको हुँदैन होइन। अनि अब त्यो ग्रिडले गर्दाखेरि के भइदिन्छ, गाडी ओभर क्राउडेड भइदिन्छ, ओभरलोडेड भइदिन्छ। अनि ओभर क्राउडेड ओभरलोडेड भइसकेपछि मेकानिकल फेलर आउँछ अनि त्यसपछि एक्सिडेन्ट भइहाल्छ। सर तपाईँको यो कुरा मैले अर्को कुरा पनि थप्न चाहेँ, ड्राइभरहरूको चाहिँ एउटा अर्को नराम्रो बानी भनेको चाहिँ ड्रिङ्क एन्ड ड्राइभ हुन्छ। बढी जस्तो ड्राइभरहरू जो यहाँ नेपालको रोडहरूमा चाहिँ नाइट ट्राभल गरिरहेको हुन्छन् होइन, बढी जस्तो ड्राइभरहरू चाहिँ निन्द्रा हटाउनको लागि भए पनि ड्रिङ्क गरिरहेको हुन्छन्, रक्सी खाएरै चलाइरहेको हुन्छन्, धुम्रपान गरेरै चलाइरहेका हुन्छन् होइन। यसमा चाहिँ हाम्रो सरकारले कस्तो स्ट्रिक्ट कदम चल्न सक्छ यसलाई रोक्नको लागि? अब ड्रिङ्क एन्ड ड्राइभ मात्र होइन, नेपालको कन्टेक्समा तिम्रो ड्रिङ्क एन्ड ड्राइभ मात्र हुँदैन है, तिम्रो ड्रग युज गरेर पनि लागु पदार्थ सेवन गरेर पनि चलाइरहेको हुन्छ। अनि त्यसपछि मैले भने नि अघि उनीहरूमा चाहिँ कस्तो भने सेन्सिबल छैनन् क्या उनीहरू होइन, ड्राइभरहरू चाहिँ सेन्सिबल छैन। सेन्सिबल थियो भने त मैले यत्रो मान्छे बोकेर हिँडेको छु, मैले चाहिँ ड्रिङ्क गर्नुहुन्न है यत्रो भन्ने कुरा त अटोमेटिक आउँछ नि त। अनि अब हाम्रोमा चाहिँ ड्राइभिङ पेसालाई अलिकति सानो पेसाको रूपमा हेरिन्छ नि त, हेप्ने खालको पेसाको रूपमा हेरिन्छ। अब हामीले पनि धेरै ठाउँमा तिमीले पनि सुनेको होला होइन, के अरे राम्रो पढिनस् भने ड्राइभर हुनु पर्ला है भन्ने छ नि त। खासमा पेसा कुनै पनि नराम्रो हुँदैन होइन। हाम्रो कन्टेक्समा चाहिँ के भयो भनेदेखि नपढेको मान्छेले चलाउने चाहिँ के भयो, गाडी चलाउने भन्ने त्यो खालको चाहिँ न्यारेटिभ इस्टाब्लिस भयो। अनि त्यसले गर्दाखेरि अब त्यस्तै खालको मान्छेहरूले पनि गाडी चलाए अनि उनीहरूलाई थाहा छैन त्यो कज र त्यसपछि आएर त्यसको चाहिँ सर्कमस्टान्सेसहरू के हुनसक्छ भन्ने कुरा उनीहरूले बुझ्दैनन्। अनि त्यसले गर्दाखेरि अब ड्रिङ्क एन्ड ड्राइभ गर्ने हुन्छ होइन, लङ ड्राइभ गरिदिने जस्तो गभर्मेन्टले रुल लगाइदिएको छ त ड्रिङ्क एन्ड ड्राइभ गर्न पाइँदैन भनेर, उनीहरूले फलो गर्दैनन् नि त। फलो त गर्दैनन् होइन, रुल लगाएर मात्रै हुँदैन नि त होइन। इफ नेपालको कन्टेक्समा अब यो कुरामा बिचमा करप्सन पनि आउँछ हेर्नुहोस् होइन। लाइक कुनै बसवालाले ड्रिङ्क एन्ड ड्राइभ गरेको छ, लागु पदार्थ खाएर चलाउँदैछ भनेपछि ट्राफिकले उसलाई इमिडिएट एक्सन लिँदैन, ऊबाट सर्टन अमाउन्ट अफ मनी लिन्छन्, उसले जान दिन्छन् कि। अहिले नेपालको कन्टेक्समा त्यही भइरहेको छ र एक्सिडेन्ट हुने मेन कजमा चाहिँ करप्सन पनि पहिलो नम्बरमा त्यो डेफिनेटली छ। त्यसलाई चाहिँ फेरि तिम्रो कस्तो भने कज कहीँ करप्सन भने त्यसमा चाहिँ ह्युमन इररकै कुरा आयो क्या। किन ह्युमनले चाहिँ के गरिरहेछ, उसले गल्ती गरिरहेछ अनि गल्तीलाई चाहिँ उसले ढाकछोप गर्नलाई चाहिँ कसैलाई चाहिँ ब्राइब गरेर चाहिँ उसले आफ्नो अनुकूल चाहिँ रिजल्ट लिएर आइरहेछ होइन। अनि अब जसले चाहिँ लिगल एक्सन लिनुपर्ने थियो, लिगल एक्सन लिनुपर्ने मान्छेले पनि सर्टेन अमाउन्टमा चाहिँ उसले आफ्नो आत्मसम्मान नै बेचिदिरहेछ क्या होइन। त्यो त हाम्रो नेपालमा धेरै नै हुने कुरा हो होइन। त्यसले गर्दाखेरि अब त्यसमा ह्युमन इरर नै हो, सेन्सिबिलिटीको कुरा पनि आयो, सेन्सिटिभिटीको कुरा आयो होइन। अनि अब उनीहरूले मैले गर्न नहुने काम गरेको छु भनेपछि गर्न भएन। अब हाम्रो विकनेसहरू त धेरै छ होइन, विकनेसहरू धेरै छ, यसलाई हेर्ने अब चेक पोइन्टहरू हुनुपर्छ लङ ड्राइभ गर्दाखेरि। जस्तो उदाहरणको लागि भनौँ न, धनगढीबाट काठमाडौँ जानु पऱ्यो भने यसको ड्युरेसन भनेको चाहिँ तिम्रो एकदम अर्लिएस्टमा चाहिँ 18 आवर्सको ड्राइभ हुन्छ क्या। 18 आवर्सको ड्राइभमा मैले देखेको छु ट्राफिक रुल्समा चाहिँ के भनेको छ भन्दाखेरि चप्पल लगाएर गाडी चलाउन पाइँदैन भनेको छ। मैले 18 आवर्सको ड्राइभमा त्यो ड्राइभरले काठमाडौँ टु धनगढी लिएर आउँदाखेरि हात्तीछाप चप्पल भनेको थाहा छ, त्यो फित्तावाला चप्पल, त्यो फित्तावाला चप्पल लगाएर काठमाडौँबाट धनगढी लिएर आइदियो। म उसले सुतेको पनि देखिनँ क्या मैले बाटोभरि होइन, ऊ सुत्यो कि सुतेको पनि मलाई थाहा छैन। म चाहिँ कुनै टाइम सुतेँ होला, तर मैले जब चाहिँ उसले चाहिँ ऊ स्टियरिङमा हुँदाखेरि मैले उसैलाई देखिरहेको थिएँ होइन। कुन बेला सुत्यो, उसले चाहिँ इनफ उसको चाहिँ स्लिप टाइम उसले कम्प्लिट गर्यो कि गरेन भन्ने पनि थाहा छैन क्या होइन। यो खालको कुराहरू चाहिँ समस्या छ। अब यसलाई चाहिँ गभर्मेन्टले पनि के गर्दैन, प्रपर एक्सन लिन सकिरहेको छैन, चेक पोइन्ट पनि छैन होइन। अनि अब त्यो कमजोरीकै फाइदा सबैले उठाइरहेको सर। अनि अर्को कुरा के छ भनेपछि जस्तो हामी सुन्छौँ कतै एरोप्लेन क्र्यास भयो होइन, एकदम ठुलो न्युज आउँछ, सबैजना पुरै देशभरिकोले थाहा पाउँछन् होइन, कम्पनसेसन पाउँछन्, बढी पाउँछन् अरूभन्दा होइन। त्यही कुरा बस दुर्घटना हुँदाखेरि, मोटरसाइकल दुर्घटना हुँदाखेरि त्यति बाहिरिँदैन त्यो कुरा, त्यसलाई चाहिँ हामी तपाईँ के भन्न चाहनुहुन्छ त्यो कुरा? यस्तो हो, यसमा चाहिँ कस्तो हुन्छ भने वर्ल्डभरिमा चाहिँ सेफेस्ट मिन्स अफ ट्रान्सपोर्ट भनेको चाहिँ एयर ट्रान्सपोर्टलाई चाहिँ एयरवेजलाई चाहिँ सेफेस्ट मिन्स अफ ट्रान्सपोर्ट भन्छ होइन। अनि त्यसले गर्दाखेरि चाहिँ
अनि सेफेस्ट मिन्स अफ ट्रान्सपोर्ट हुँदाहुँदै र एयर क्रास भनेको चाहिँ एकदम रेगुलर भइरहँदैन। अब हाम्रो नेपालको केसमा भनेको दिनमा 7 जनाले त मृत्युवरण नै गरिरहेछन् नि त एक्सिडेन्टबाटै। भनेपछि रोड एक्सिडेन्ट नेपालको लागि नर्मल हो क्या होइन। ओभरअल देशभरि 7 जना मरिरहेछन्, हामीले 1 जना मरेको पनि थाहा पाउँदैनौँ नि त कति दिनमा त होइन। भनेपछि अब त्यो हाम्रो लागि के भइसक्यो भने कमन भइसक्यो क्या। तर एयर क्रास चाहिँ के हुन्छ भने सनसनीपूर्ण हुन्छ क्या, त्यसलाई मिडियाले पनि के गरिदिन्छ एकदम हाइलाइट गरिदिन्छ होइन। अनि त्यसपछि त्यसमा चाहिँ के हुन्छ भने मास डिस्ट्रक्सन हुन्छ क्या एकैचोटि। जस्तो प्लेन क्रास हुँदाखेरि अब बाइक अथवा गाडी एक्सिडेन्ट हुँदाखेरि सबैको चाहिँ तिम्रो क्याजुअलिटी सबै हुन्छ भन्ने 100% भन्ने हुँदैन, तर प्लेन क्रासमा चाहिँ बाँच्ने सम्भावना एकदमै न्यून हुन्छ नि त। अनि त्यसले गर्दाखेरि मास डिस्ट्रक्सन हुन्छ त्यहाँ। अब प्लेन क्रास भइहाल्यो भने एकैचोटि 40-50 जना 70-80 जना एकैचोटि मर्ने सम्भावना हुन्छ होइन, त्योभन्दा बढी पनि हुन्छ। अनि त्यसले गर्दाखेरि चाहिँ अलिकति हाइप क्रिएट गर्छ त्यसले। अनि त्यो मात्र नभएर इन्टरनेसनल मिडियाले पनि त्यसलाई कभरेज गर्ने हुन्छ होइन, किन रेयर पनि भयो अनि त्यसपछि ह्युज पनि भयो। त्यसले गर्दाखेरि चाहिँ रोड एक्सिडेन्टको कम्पेरिजनमा चाहिँ एयर क्रास चाहिँ अलिक बढी हाइलाइट हुने कारण थियो। भनेपछि एरोप्लेन चाहिँ नि एक्सिडेन्ट हुँदाखेरि बस र मोटरसाइकल दुर्घटना भन्दा बढी हाइलाइटेड हुने कारण भनेको चाहिँ यही रहेछ। त्यो के भन्दाखेरि एउटा रेयर हुन्छ, हतपत्त हुँदैन होइन। अनि भइहाल्यो भने पनि अलिकति अनौठो कुरा भयो नि त, ल प्लेन क्रास भएछ भन्ने जस्तो टाइपको हुन्छ नि त। अनि अर्को कुरा अब प्लेन क्रासमा चाहिँ के हुन्छ भने एउटा प्लेनमा ट्राभल गर्दाखेरि चाहिँ तिम्रो एउटा इन्सुरेन्स सबैको गरेको हुन्छ होइन। सबैले इन्सुरेन्स क्लेम गर्न पाउँछन्, त्यो अटोमेटिक इन्सुरेन्स क्लेम हुन्छ, त्यो पीडितले पाउँछ। दुर्घटना भयो, मान्छे मर्यो, त्यो कहिले पनि राम्रो होइन त्यो कुरा होइन। तर पनि जो एउटा सर्टेन उनीहरूले ऱ्यान्सम त पाउँछ नि त, त्यसले गर्दाखेरि फ्यामिलीलाई केही राहत हुन्छ होइन। तर बस एक्सिडेन्टमा चाहिँ हाम्रो हुनु पर्थ्यो होइन। नेपाल गभर्मेन्टले चाहिँ एभ्री टिकटमा चाहिँ इन्सुरेन्सको चाहिँ व्यवस्था गरिदिने हो भनेदेखि होइन। अनि त्यसपछि त्यसले पनि अलिकति केही राहत गर्थ्यो। अब नेपालमा चाहिँ एक्सिडेन्ट कमन जस्तो छ होइन। अनि त्यसपछि अर्को चलाउन नहुने ठाउँमा गर्न नहुने कुराहरू धेरै गरिदिरहेछ नि त, नेग्लिजेन्सले, ग्रिडले होइन गर्दाखेरि। अनि त्यो हुँदाखेरि चाहिँ बस एक्सिडेन्टहरू चाहिँ अलिकति छायामा पर्छन्, प्लेन क्रासहरू चाहिँ अलिकति। अनि सर अब चाहिँ हामी यसको हामीले कजेसहरू थाहा पाइहाल्यौँ होइन। अब एक्सिडेन्टलाई प्रिभेन्ट गर्ने मेजर्सहरूलाई एक्सिडेन्टबाट कसरी बच्न सकिन्छ भन्ने कुराहरू चाहिँ के छ? एक्सिडेन्टबाट बच्न सक्ने भनेको जुन नेग्लिजेन्सहरू भइरहेछ त्यो नेग्लिजेन्सलाई कन्ट्रोल गर्नु होइन। नेग्लिजेन्सलाई कन्ट्रोल गर्ने भनेको कस्तो भन्दाखेरि जस्तो उसलाई प्रपर नलेज दिनु पर्यो होइन। त्यसपछि उसलाई चाहिँ रोड ट्रान्सपोर्टको बारेमा प्रपर नलेज दिनु पर्यो। त्यसपछि ट्राफिक नियम चाहिँ एकदम स्ट्रिक्ट गर्नु पर्यो होइन। मेकानिकल फेलियर हुन नदिनको लागि त्यसको प्रपर चेक जाँच हुनु पर्यो। जस्तो एउटा ट्रिप कम्प्लिट गरिसकेपछि त्यसको चाहिँ राम्रोसँगले चाहिँ चेक जाँच गरेर कन्डिसन ठिक छ कि छैन सबै कुरा चेक गरेर मात्र अर्को ट्रिपमा जाने बनाउनु पर्यो होइन। डबल ड्राइभरको सिस्टम गरेर त्यसलाई चाहिँ प्रपरली इम्प्लिमेन्ट गर्नु पर्यो। अनि त्यसपछि यदि रुल भोइलेट गरेको छ होइन, त्यहाँ भोइलेसन भएको छ भने त्यो भोइलेसन भएको ठाउँमा चाहिँ उसलाई तुरुन्तै कडाभन्दा कडा कारबाही गर्नु पर्यो। अनि ट्राफिक फाइन बढाइदिने हो त्यसको लागि भनेको, त्यो बाहेक अरू उपाय छैन। ट्राफिक फाइन बढायो भनेदेखि त्यो एउटा मेजर कारण हुन्छ। अनि त्यसपछि पक्का रोकेर हेरौँ न त नि, त्यसरी नहेर न, रोकेर यहाँनिर पज हुन्छ ल एकछिन। अनि हाम्रो चाहिँ हाइवेहरू चाहिँ कस्तो छ भने जोग्राफिकल कन्डिसनले गर्दाखेरि हाइवेहरू सबै खोलाको छेउछेउमा छ नि त, खोलाको किनारमा छ होइन। अनि खोलाको किनारमा भएपछि त्यो भने त एक्सिडेन्ट प्रोन एरिया भयो क्या। त्यसमा चाहिँ तिम्रो क्रास ब्यारियरहरू चाहिँ एकदमै स्ट्रङ क्रास ब्यारियरहरू हाल्नु पर्यो होइन। अब यहाँ फेरि कुरा आउँछ स्ट्रङ क्रास ब्यारियरहरू हाल्दा पनि हाम्रोमा चाहिँ करप्सन भइदिन्छ नि त। अनि करप्सन भएर टेन्डरमा चाहिँ स्ट्रङ क्रास ब्यारियरको चाहिँ कोट गरेको हुन्छ, अनि त्यसपछि हाल्ने बेलामा चाहिँ सस्तो मस्तो हुन्छ। त्यही भने नि नेग्लिजेन्स, लो ग्रिड, यो सबै कुराहरू फ्याक्टर छ। अब यसलाई ओभरअलमा के भन्न सकिन्छ भने सबैजना मान्छे चाहिँ सेन्सिबल भइदिँदैनन् क्या हाम्रो केसमा होइन। कसैको लागि कसैको मतलबै छैन क्या होइन। ऊ मरेर मलाई के फरक पर्छ त, म जिउँदै छु नि भन्ने खालको थिङ्किङ छ। अनि त्यसले गर्दाखेरि करप्सन हुने भनेको त रोडमा चाहिँ क्रास ब्यारियर राख्दाखेरि चाहिँ करप्सन गरिन्छ, रोड बनाउँदाखेरि चाहिँ करप्सन गरिन्छ, पुल बनाउँदा करप्सन गरिन्छ भनेको मतलब त म बाँच्नु पर्यो, मैले पैसा पाउनु पर्यो, अरू सबै बाँकी भाडमे जाए भन्ने खालको थिङ्किङ हो नि त। हो, यसलाई चाहिँ हटाउनु पर्यो। सबभन्दा पहिला त मान्छे नै सेन्सिबल हुनु पर्यो, ग्रिड त्याग्नु पर्यो होइन। अनि त्यसपछि आफ्नो रेस्पोन्सिबिलिटी जुन हुन्छ त्यो रेस्पोन्सिबिलिटी कम्प्लिट गर्नको लागि चाहिँ एकदम दृढ हुनु पर्यो
त्यो गऱ्यो भनेदेखि त बिस्तारै सबै कुरा कन्ट्रोल भइहाल्छ। सर अनि यो एक्सिडेन्टले एउटा परिवारमा दुःख त सिर्जना गर्ने नै गर्छ होइन, तर यो एक्सिडेन्टले परिवार र देशमा चाहिँ कस्तो असर पार्छ? अब परिवारमा त ह्युज लस हुन्छ होइन, त्यो किन भइहाल्यो। भन्दाखेरि कुनै पनि घरको एकजना सदस्य बित्नु हजुर। भनेको एउटा परिवारको लागि लस हो हजुर। होइन। अनि त्यसले अब मान्छेमा चाहिँ मेन्टल्ली पनि असर गरिरहेको हुन्छ होइन, अनि फाइनेन्सियल्ली पनि असर गरिरहेको हुन्छ। किन भन्दाखेरि जस्तै उदाहरणको लागि म मेरो घरको चाहिँ सबै रेस्पोन्सिबिलिटी लिएर बसेको छु, मलाई चाहिँ एक्सिडेन्टमा चाहिँ म केही भइहाल्यो भनेदेखि त मेरो परिवारलाई कसले हेर्छ भन्ने खालको चाहिँ एउटा क्वेसन रेज हुन्छ नि त। अनि त्यसले गर्दाखेरि फ्यामिलीमा चाहिँ मेन्टली प्रेसर पर्न जान्छ, अनि त्यसपछि नकारात्मक असरहरू पर्दाखेरि अनि गाह्रो हुन्छ। अब होल नेसनलाई चाहिँ यसले कसरी चाहिँ अफेक्ट गर्छ त भन्दाखेरि अब एक्सिडेन्टमा जति पनि डेथ हुन्छ त्यो डेथमा भनेको देशको एउटा चाहिँ श्रम गर्ने मान्छे, काम गरिरहेको मान्छे मर्नु हो नि त, म्यान पावर मर्नु हो नि त होइन। अब दिनको 7 जना मान्छे एक्सिडेन्टमै मरिरहेछन् र 7 जना 5 जनामा मात्र तिम्रो चाहिँ वर्केबल वर्कफोर्स रहेछ भनेदेखि त वर्षमा कतिजना जाने भयो? एउटा ह्युज लस, एउटा ह्युज लस हुन्छ, म्यान पावरको लस हुन्छ। अनि उसले कुनै न कुनै व्यवसाय गरिरहेको हुन्छ होला, उसको व्यवसाय लस हुने भयो होइन। अनि त्यसपछि आएर ऊबाट राज्यले के फाइदा लिन सक्थ्यो, उसले बिजनेस गरेर हुन्थ्यो होइन। अब त्यो लस भएपछि यसले कहाँसम्म इम्प्याक्ट गर्छ भन्दाखेरि एक्सिडेन्ट भयो, एक्सिडेन्ट भइरहेछ, यसरी फ्रिक्वेन्ट एक्सिडेन्ट भइरहेपछि जस्तै नेपालकै केसमा कुरा गरौँ न होइन। अब जस्तो प्लेन क्रासको घटनाहरू नेपालमा छ, इयूले हामीलाई ब्ल्याकलिस्टेड गरेको छ होइन, किन भन्दाखेरि गुणस्तरको प्लेन छैन भनेर ब्ल्याकलिस्ट गरिरहेछ भनेपछि त्यसले त डाइरेक्ट केमा असर गरिरहेछ त? नेपालको इकोनोमीमा असर गरिरहेछ नि त। किन भन्दाखेरि नेपालको एयरलाइन्स कम्पनीहरू चाहिँ इयूको ब्ल्याक लिस्टमा हुनु भनेको इयूबाट चाहिँ इयूसँग सम्बन्धित जति पनि राष्ट्रहरू छन् नेपाल आउन चाहिँ अलिकति कम हुने भयो नि त। अनि फ्रिक्वेन्ट रोड एक्सिडेन्टले चाहिँ हामीलाई के गरिदिरहेको हुन्छ भन्दाखेरि मान्छेलाई चाहिँ अब जस्तो नेपालमा हेर्न आउने भनेको के हो? मेनली भनेको लाइक नेचुरल रिसोर्सेसहरू हेर्न आउँछ होइन, माउन्टेनहरू हेर्न आइरहेको हुन्छ। अब हाम्रो माउन्टेन रिजनमा जाने बाटो कस्तो छ, अनि त्यहाँ रेगुलर फ्रिक्वेन्ट एक्सिडेन्ट भएको न्युज बाहिरिरहँदाखेरि ट्राभलर्सहरू आउँछन् त, टुरिस्टहरू आउँदैनन् नि त होइन। हो त्यो कारणले गर्दाखेरि चाहिँ यसले चाहिँ हामीले अनसिन हो क्या, यो मान्छेको धेरै मान्छेको सोचमा पुगेकै नहुन पनि सक्छ। अनसिन रूपमा यसले इकोनोमिक ग्रोथमा चाहिँ ह्युज इम्प्याक्ट गरिरहेको हुन्छ क्या। त्यही भएर एक्सिडेन्ट हुनु भनेको एउटा परिवारको लागि मात्र नभएर एउटा देशकै लागि चाहिँ ठुलो लस हो। ल अब हामी चाहिँ हाम्रो कार्यक्रमको अन्तिममा पुगिसकेका छौँ र आज हामीले एक्सिडेन्ट कसरी हुन्छ भन्ने बारेमा छलफल गऱ्यौँ र एक्सिडेन्टबाट कसरी बच्न सकिन्छ भन्ने कुरा पनि हामी डिस्कस गऱ्यौँ र यसले हाम्रो देशमा परिवारमा कसरी असर पारिरहेको हुन्छ भनेर पनि हामीले एकदमै छलफल गरेका छौँ। र यसमा सबैमा एउटा मेन कुरा के कनेक्टेड छ भनेपछि एउटा कमन कुरा करप्सन, एक्सिडेन्टको नेग्लिजेन्स पनि, तर मेन कज चाहिँ करप्सन पनि रहेको छ सर टपमा। किनकि जे कुराको पनि सुरुवात त त्यही करप्सनबाट नै भइरहेको छ नि त। हामीले यो गुणस्तरको रोड नबनाइसक्नु, एक्सिडेन्टहरूबाट प्रिभेन्ट नगराइसक्नु भन्ने कुराको त सुरुवात नै करप्सनबाट भयो। ह्युमन इरर पनि करप्सनसँग जोडिएको छ। किन भन्दाखेरि जस्तो मैले चाहिँ ड्रिङ्क एन्ड ड्राइभ गरिरहेको छु अथवा चाहिँ मैले चाहिँ नसालु पदार्थ सेवन गरेर चलाइरहेको छु, मैले चप्पल लगाएर चलाइरहेको छु भन्नुको मतलब किन भन्दाखेरि म ट्राफिकलाई अथवा पुलिसलाई चाहिँ सर्टेन अमाउन्ट दिएर उम्किहाल्छु नि भन्ने चाहिँ त्यो इजी गोइङ चाहिँ त्यो माइन्डसेट सेट भइसकेको छ। त्यसले गर्दाखेरि चाहिँ अनि यो एक्सिडेन्टहरू धेरै भइरहेको कारण यही नै हो। हामी तपाईँलाई यो भिडियोबाट त्यही भन्न चाहन्छौँ, सेफ ड्राइभ होइन, आफ्नो केयर गरेर चलाउनु होला। स्पेसली तिम्रो एजको लागि भन। त्यही हो, भर्खरहरूको केटाहरूलाई पनि त्यही भन्न चाहन्छौँ होइन, बिस्तारै आरामले चलाउने। अघि पनि भनेको थिएँ नि होइन, जस्तो जति पनि एक्सिडेन्ट छ नेपालमा, जति पनि एक्सिडेन्ट भइरहेको छ, टोटल एक्सिडेन्टको 70% एक्सिडेन्ट चाहिँ टु व्हिलरमा छ होइन। टु व्हिलरमा चाहिँ ओभर स्पिड हुन्छ होइन, ओभर स्पिडले चाहिँ लस गराउँछ। त्यही भएर चाहिँ तिमीहरूको एज ग्रुपको लागि होइन, ड्राइभ सेफ, राइड सेफ। त्यही हो। अब भिडियो राम्रो लागि लाइक सेयर गरिदिनु होला होइन, सब्सक्राइब पनि गरिदिनु होला। अब हामी नेक्स्ट टपिक चाहिँ एकदमै इम्पोर्टेन्ट र स्पेसल ल्याएर आउँदैछौँ। त्यो भिडियो पनि धेरै नै छिटो आउँदैछ, त्यसको पनि काम हामी बिस्तारै सुरु गर्छौँ। त्यति भन्दै बिदा हुन्छौँ। धन्यवाद।